एउटा बलिउड स्टारले नेपालको अपमान गर्छ अनि अर्को दिन त्यसको विरोधमा काठमाडौँको सडकमा र्याली निस्किन्छ, जुलुस निस्किन्छ, हुलदुङ्गा हुन्छ, पसल जलाइन्छ। हो, यो घटना हो 2056 सालमा जब ऋतिक रोशनले नेपाललाई नराम्रो भन्यो, नेपालको अपमान गर्यो भनेर झुटो खबर फैलियो र धेरै मान्छे घाइते भए, धेरै पसल जलाइए। यहाँबाट थाहा हुन्छ एउटा ठूलो तर झुटो समाचारले के कति दुःखद घटना निम्त्याउन सक्छ। झन् आजको यो डिजिटल युगमा फेसबुक, टिकटक लगायत विभिन्न सोसियल मिडियाबाट आगोसरी फैलिन्छन् यस्ता झुटा समाचारहरू। चाहे त्यो सम्पादित या हेरफेर गरिएको भिडियो होस् या त भड्काउन खोज्ने समाचार नै किन नहोस्, यस्ता गलत जानकारीले तनाव त फैलाउँछ नै, आतंक र हिंसाको कारक पनि बन्न सक्छ। तर कहिलेकाहीँ नेपाली जनतामा मिडियाबारे सचेतना जगाउन एकदम जरुरी छ, किनकि बढाई चढाई गरिएका कन्टेन्टले समाचारले धेरै नोक्सान पुर्याएका छन्। नेपालमा 90% इन्टरनेट प्रयोगकर्ताले फेक न्यूज सामना गर्छन्। फेसबुक, युट्युब र टिकटक जस्ता प्लेटफर्ममा त यस्ता फेक अनभेरिफाइड समाचारको बाढी नै हुन्छ। जब एमसीसी को कुरा नेपालमा पिकमा थियो, त्यति बेला त झन् यस्ता गलत जानकारी दिने भिडियोहरू र कन्स्पिरेसी थ्योरीहरू त पुरै भाइरल नै थिए, जसले धेरै नेपालीलाई मुर्गा पनि बनाएको थियो। त्यति मात्र कहाँ हो र, काठमाडौँको मेयरको चुनावको बेला त झन् बालेनको बारेमा गलत कथा सुनाउने कथाकार पनि पुरै सोसियल मिडियाभरि छरपष्ट थिए। झन् युवाहरूको समाचारको सोर्स नै मेम र सर्च भिडियोज भएको अवस्थामा रिसर्चरहरू दावी गर्छन् कि गलत समाचार फैल्याउन नेपाल अहिले पाकेको फल जस्तै बनेको छ। नेपालको प्रेस काउन्सिल र पुलिसले गलत र भ्रामक समाचार फैलाउँदा कारबाही हुन्छ है भन्दा पनि सबैतिर यस्ता समाचार, फोटोहरू र भिडियोहरू छ्यापछ्याप्ती भेटिन्छन्। आउनुहोस् अब एक दुईटा यस्ता फेक न्यूजहरू केलाउँ है त। केस नम्बर 1, एकजना मेयर जस्तो पदको मान्छे टिभीमा आउँछन् र भन्छन् कोरोनाको भाइरसको उपचार लसुन, अजवाइन र कपुरको धुलोले हुन्छ र त्यो भिडियो सोसियल मिडियामा भाइरल जान्छ अनि धेरै मान्छेले अपनाउँछन् पनि। र ती मेयर अरू कोही नभई बिर्तामोट नगरपालिकाका मेयर ध्रुवसी बागटी हुन्छन्। पछि विभिन्न फ्याक्ट चेकर्सहरूले त्यो गलत भएको पुष्टि गर्छन् अनि डाक्टर प्रकाश गेवाली जो आयुर्वेदका डाक्टर हुन्, उनले त त्यस्तो केही औषधि नै नभएको भनेर भन्छन्। हुन त ती मेयरले सबैको राम्रो चिताएर त्यो औषधि हो भनेका थिए होला, तर एउटा फल्स न्यूजले के थाहा मेडिकल उपचारको कमी र त्यही लसुन, कपुर र अजवाइन मात्र खाएर कसैको ज्यान गयो कि। अब कुरा गरौँ अर्को फेक भिडियोको, जसमा एउटा प्लेन क्र्यास भएको देखिन्छ, जुन चाहिँ रसियाको मिलिटरी प्लेन हुन्छ, तर सोसियल मिडियामा त्यो चाहिँ पोखराको यति एयरलाइन्स क्र्यास भनेर भाइरल बनाइन्छ। अब यति मात्रै कहाँ हो र, बाढी पहिरो गएको फेक भिडियोहरू, प्रचण्ड हेलिकप्टरमा भागेको कुरा, नर्वेमा कोभिडको केस भेटिएको अडियो फाइलको कुरा, बारम्बार इन्डियाले नाकाबन्दी गरेको भन्ने समाचार, बजेट आउनु अगाडि नै यो कुरामा कर बढ्छ है भन्ने कुरा लगायतका धेरै उदाहरणहरू जताततै भेटिन्छन्। यो फेक न्यूज एउटा भाइरस हो, WHO नै भन्छ, जुन एकदम चाँडो फैलिन्छ र त्यसको नाम इन्फोडेमिक हो। अब गलत समाचार अथवा फेक न्यूज कसरी पत्ता लगाउने त? कुनै पनि सनसनीपूर्ण समाचारलाई पहिला गहिरो रूपमा सोचौं अनि त्यसको स्रोत के हो त भनेर खोजौं। त्यो समाचार कसले हालेको छ, के त्यो रुटिन अफ नेपाल बन्द, अनलाइन खबर जस्ता विश्वासिला स्रोत हुन् या कुनै र्यान्डम पेज हो। यदि त्यो समाचार विश्वासिला स्रोत जस्तै अनलाइन खबर, काठमाडौँ पोस्ट, BBC नेपाली, रुटिन अफ नेपाल बन्द लगायतले हालेका हुन् भने त सत्य हुन् भन्न सकिन्छ। र अरू कुनै नयाँ र्यान्डम पेजले हालेको छ भने त्यसलाई यी विश्वासिला स्रोतमा छन् कि छैनन् भनेर हेरौं। धेरै जसो समाचार साथीबाट सुनिन्छ जुन गलत पनि हुन सक्छ। त्यस पछाडि कुनै फोटो या भिडियो छ भने त्यो कुनै अरू देशको या कुनै पुरानो फोटो या भिडियोलाई फेरि बनाएर नयाँ टाइटलमा अपलोड भएको या त्यो फोटोलाई AI को प्रयोगबाट अर्कै रूप दिएको पनि हुन सक्छ। त्यस्तो फोटो या भिडियोलाई गुगलमा खोजेर पनि चेक गर्न सकिन्छ। त्यस पछाडि सधैँ डेट र सन्दर्भ हेर्ने गरौँ। कहिलेकाहीँ पुरानो समाचारलाई नयाँ बनाएर फेरि हालिन्छ, त्यसले पनि झुटो समाचारको काम गर्न सक्छ। आधिकारिक स्रोत र विज्ञहरूलाई फलो गर्ने गरौँ जसले सत्य र तथ्य समाचारको प्रवाह गर्छन्। फ्याक्ट चेक गर्ने माध्यम युज गरौँ जसलाई विभिन्न तरिकाले प्रयोग गर्न सकिन्छ, जस्तै नेपालको सन्दर्भमा nepalfactcheck.org, nepalcheck.org जस्ता धेरै माध्यमहरू छन् जसका बारेमा हामी एकछिनमा कुरा गर्नेछौँ। अनि अर्को कुरा, जुन समाचारमा एकदम सम्म लाग्दो हुनै नसक्ने या यो कुराले संसार बदलिन्छ भनेर हेडिङ हुन्छ, त्यस्तो समाचारलाई ध्यान दिएर पढौँ र सबैतिर चेक गरेर मात्र विश्वास गरौँ। र अन्तिममा कुनै पनि चीज शेयर गर्नुभन्दा अगाडि एकपल्ट चेक गरौँ, सोचौँ अनि बल्ल शेयर गरौँ। राम्ररी पढ्ने, चेक गर्ने, सत्य हो कि नै भनेर पत्ता लगाउने अनि बल्ल शेयर गर्ने बानीले सबैलाई राम्रो गर्छ। अब हेरौँ के टुल्स उपलब्ध छन् जसको प्रयोगले हामी समाचार सत्य हो कि होइन भन्ने कुरा पत्ता लगाउन सक्छौँ। सुरुमा nepalfactcheck.org जसमा गलत समाचारहरू पत्ता लगाएर त्यसको बारेमा सबै विश्लेषण लेखिन्छ। त्यस पछाडि nepalcheck.org जसले सोसियल मिडियाको दाबीलाई भेरिफाई गर्छ र हो कि होइन भनेर प्रस्तुत गर्छ। त्यस पछाडि साउथ एसिया चेक जसले नेपाल र
त्यसको छेउछाउको भाइरल समाचारको चिरफार गर्छ। अब यो बाहेक समाचारहरूमा फ्याक्ट चेक भन्ने ट्याग हेर्ने गरौँ, सरकारी निकायहरूको आधिकारिक पेज, आधिकारिक वेबसाइट हेर्ने गरौँ, अनि समाजमा मिडिया सचेतनाका लागि उपलब्ध स्रोतहरू हेर्ने गरौँ। अनि कुनै त्यस्तो गलत समाचार, भिडियो या फोटो कतै भेटिएमा त्यसलाई रिपोर्ट गर्ने बानी बसाल चेन्ज ल्याउन सक्छौँ। सत्य सूचना शेयर गरौँ, शंका लाग्दा र गलत सूचनालाई रिपोर्ट गरौँ, किनकि हरेक सत्यको शेयरले झुटलाई दबाउँछ र सामाजिक सञ्जाल एक सकारात्मक शक्ति बन्न सक्छ। यो भिडियो मन परेमा लाइक शेयर गरेर आफ्नो साथीसम्म पुर्याउनुहोस् र सबैलाई सञ्जाल सचेतनाको बाटोमा हिँड्न प्रेरित गर्नुहोस्। यस्तै यस्तै भिडियोहरूको लागि हामीलाई सब्स्क्राइब गर्न नभुल्नुहोला। हस्त जिज्ञासु बनौं, सजग बनौं र सत्य हाम्रो अधिकार अनि परम्परा हो र त्यसको हामी रक्षा गरौँ। नमस्कार।